नमस्कार सबैजनामा र तपाईहरु सबैलाई स्वागत जनाउँदै अहिले चाहिँ म तारे भिरदिन मुनि मली डाँडा दिन पनि मुनि मिडल कुबिन्डे भन्ने ठाउँमा आइपुगेको छु विथ भेटेरिनेरी। हामी चाहिँ यहाँ एउटा गाईको उपचारको लागि आएको हौँ र ओनरको मुताबिक गाई चाहिँ 2-3 दिन अघिदेखि थला परेको रे। यो गाई चाहिँ ब्याउने पनि रहेछ, लडेको थियो रे, त्यहाँनिर उठ्नै सकेको छैन भन्नुहुँदैछ। मैले हेर्दा गाईको स्थिति कन्डिसन चाहिँ एकदमै सिरियसै छ। गाई गोरु चाहिँ नि बिमार भएर एकताल थला पर्यो भनेदेखि या लडेर थला पर्यो उठ्नु सकेन भने यसको बाँच्ने चान्सेस एकदमै कम्ती हुन्छ अरे। हेरौँ, ट्रिटमेन्ट सुरु भएको छ, के कसो हुन्छ भगवानलाई प्रेयर गर्दै। यो फार्म हाउसको मालिकको जानकारी दिनुपर्दा चाहिँ उहाँ चाहिँ एकजना लेडी हुनुहुँदो रहेछ, श्रीमती सुकमाया तामाङज्यू। उहाँले चाहिँ 2020-21 को मिल्कम्यान अफ द इयर अनि 2024-25 को ग्वाला रत्न एवार्डले पनि सम्मानित हुनुभएको रहेछ। आउनुहोस् उहाँको फार्म एकपल्ट हेरौँ। अहिले चाहिँ उहाँकोमा लगभग 15वटा गाई र बच्चाहरू अनि एउटा भैँसी माउ पनि रहेछ, बच्चा पनि रहेछ। लगभग उहाँकोमा 30वटा अहिले पनि यो फार्ममा रहेछ। अनि अरू बाख्राहरू रहेछ, सुँगुर रहेछ, कुखुरा रहेछ अनि कुकुर पनि रहेछ। कति रमाइलो कि। छक्कै पर्यो। को आयो भन्दैछ है, को आयो भन्दैछ।